हेलो साथीहरु, आज के हामी यो स्याङ्जा फेदी खोलामा रहेछ एउटा मानव सेवा आश्रम है, बाल आश्रम रहेछ। त्यहाँ गएको अनि बाटो चाहिँ हाइवेबाट लगभग 10-15-20 मिनट जति कच्ची बाटो हिँड्नु पर्ने रहेछ के। अलिकति भित्रपट्टि ठाउँमा रहेछ, त्यही भएर पनि होला खासै धेरै डोनेसनहरु पनि नपुग्ने। तर त्यहाँ बच्चाहरु हेर्दाखेरि है यस्तो फेरि यति आनन्द आउने ठाउँमा रहेछ, यति शान्तिपूर्ण ठाउँमा रहेछ कि है बाहिरको भ्यू हेर्दाखेरि पनि। तर त्यहाँ बच्चाहरु हेरे पछाडि त मन त यस्तो भावुक भएको, यस्तो भयो कि मन त के गर्ने, अझै धेरै लान सकेको भए, अझै अरु पनि केही डोनेट गर्न पाएको भए भनेर मलाई कस्तो फिल भएको है। अब आफूले जति सकिन्छ त्यति नै गर्ने हो गर्नलाई चाहिँ हैन। तर त्यहाँको त्यो बच्चाहरु 38 जना बच्चाहरु रहेछन्। त्यो 38 जना बच्चाहरुलाई देख्दा त कति माया लाग्यो नि, मनै यस्तो कस्तो भयो कि त्यस्तो बच्चाहरुलाई कसरी छोडेर जान सक्छन् होला मान्छेहरु। आमा बाबा दुवै जना पनि, अब आमा भए पनि बाबा भए पनि है, केही न केही साहस गरेर आफ्नो बच्चा सबैले पाले हुन्थ्यो नि, आफैसँग राखेर जस्तो फिल भएको कि ती बच्चा देख्दाले। हेर्नुस् यी बच्चाहरु कस्तो माया लाग्दा बच्चा छन्, यति माया लाग्दा बच्चा छन्, यति साना पनि छन् है। के भन्ने, यस्तो बच्चालाई कसरी छोडेर जान सक्छन् हौ मान्छेहरु, दिक्क लाग्ने। राधे राधे।